यो अहिले देखिरहेको दृश्य दार्जिलिङ रेलवे स्टेसनको नजिक रहेको यो धीरधाम मन्दिर हो र यो धीरधाम मन्दिरको बनावट काठमाडौँमा रहेको पशुपतिनाथको मन्दिरसँग यसको बनावट यस्तो देखिन्छ र यसलाई यो मन्दिर धीरधाम मन्दिर बनाइसकेपछि काठमाडौँको भूपू प्रधानमन्त्री जनको हुनुहुन्छ उहाँ आएर चाहिँ यसको उद्घाटन गर्नुभएको भन्ने एउटा इतिहासमा हामी पढ्न सक्छौँ। आज दिन निकै राम्रो रहेको हुनाले गर्दाखेरि पर्यटकहरूको निकै भिडभाड रहेको देखिन्छ। भाई आप कहाँ से हो? हम लोग गुवाहाटी से। गुवाहाटी से, अच्छा। कब आए दार्जिलिंग? आज सुबह ही। इसका मतलब आपने कुछ विजिट किया नहीं है? नहीं, अभी करेंगे। अभी करेंगे तो ठीक है। एक्सप्लोर ही कर रहे हैं। अच्छा, आपका शुभ नाम? ऋत्विक। ऋत्विक। आपका? मेरा आयुष। आयुष, ओके, थैंक यू। लुइस जुबली कम्प्लेक्स हो यो। यहाँ चाहिँ विभिन्न जिटिएका कार्यालयहरू स्थापित रहेको छ। यस जिटिए ट्रेनिङ सेन्टर, के को ट्रेनिङ सेन्टर? एफसिआई पनि त्यो बिचको। ल यो दार्जिलिङ रेलको यो धेरै पुरानो रेल इन्जिन हो है। 100 वर्षभन्दा धेरै भइसक्यो। यसको ब्रिटिसकालीन रेलको छायाङ्कन हामी गरिरहेका छौँ र यसलाई चल्नको लागि कस्तो इन्धन प्रयोग गरिन्छ त्यो पनि हामी तपाईँहरूलाई भन्नेछौँ। दाइ, यो तपाईँले चाहिँ यो भित्रबाट झारेको कोइलाको यो चाहिँ खोज्नुभएको हो? तपाईँ यहाँको पर्मानेन्ट वर्कर हो कि वेजेसमा गर्नुहुन्छ? वेजेसमा हो। किनभने यो कोइलाको यता खाइ त झरिराखेको झर्ने नै हो होइन? यो तपाईँले यहाँदेखि कति वर्षदेखि काम गर्नुभएको भएछ? धेरै वर्ष छैन, 4-5 वर्ष। गर्नै पर्यो। तपाईँ नेपालबाट हुनुहुन्छ होला हो? कुन चाहिँ ठाउँको हुनुहुन्छ? दोलखा जिल्ला। यता दार्जिलिङ आउनुभएको चाहिँ कति जति भयो? दार्जिलिङ आएको त मैले तपाईँको भयो 15 वर्ष। कहिले काहीँ जानुहुन्छ घरतिर? 6 महिना एकचोटि जानु। हवस्, धन्यवाद। मिसल किन जाउँ न, यहाँ जाउँ न। सोध्नु पऱ्यो नि तयारी नै गरेर। यो अलिकति म यो उयो गरेको खिच्दाखेरि हुन्छ होला। यो चालु हुने अवस्थामा रहेको छ। अब केही बेर पछाडि यस इन्जिनमा दुईवटा बगी जोडेर
ल आजको दार्जिलिङको यो टोय ट्रेन हेर्नु पाउँदा कतिको खुसी लागेको छ? होइन पहिला त अब आफू मात्रै चढेको होला, अहिले चाहिँ अब हाम्रो दर्शकहरूलाई पनि देखाउनु लागेको छौँ हामीले है। यसमा कति खुसी छ? विशेष गरेर आजको एपिसोड हामीले नेपालको है दर्शकहरूको लागि है स्पेसली दार्जिलिङदेखि बाहिर हुने हाम्रो दर्शकहरूको निम्ति होइन। अब यो चालु हुने अवस्थामा हो। सानो गाडीमा आउँछु कि बिहान बसमा जान्छु। यसलाई एकछिन हिँडेको पनि देखाउन हामी। स्टार्ट भयो। यो चाहिँ लोकल यहाँदेखि घुमसम्मको मात्रै। अलि जाए थोड़ा हल्का हल्का नमस्कार सर, आप कहाँ से हो? आप कहाँ से आए? हम गुड़गांव से। गुड़गांव से जी। कितने दिन से यहाँ पे दार्जिलिंग के? हम कल आए थे। कल आए थे। आज जा रहे को? आज जा रहे? आज ये टॉय ट्रेन करेंगे और कल साइट सीइंग करेंगे, परसों गंगटोक जाएंगे। अच्छा, दार्जिलिंग कैसा लगा आपको? दार्जिलिंग बहुत बढ़िया है, बहुत बढ़िया है, नाइस प्लेस, वेरी गुड प्लेस। थैंक यू सर। लोग भी बहुत अच्छे हैं यहाँ के। थैंक यू। अहिले दार्जिलिङमा निकै सिजन लागेकोले गर्दाखेरि अहिले अब देख्नुहुन्छ पर्यटकको निकै भिडभाड चलिरहेको छ। हाँ
जाइए 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 थोड़ा सी बैठिए आप कहाँ से हो बेटे From where are you? I'm from Kolkata. कोलकाता प्रॉपर टाउन कोलकाता से It's a city. हाउ इज द दार्जिलिङ It is excellent and I'm feeling like I want to stay here. do you like to visit again may I know your name please I'm Takshilana. and in which class do you read in LKG A and you I am class 4 and my section is C. okay you are most welcome please visit again okay thank you Bye bye. Bye. अरे ऐसे में छोटा सा ट्रेन आएगा बस और क्या यहाँबाट चाहिँ दार्जिलिङ बजारको पुरा भ्यू देख्न सक्नुहुन्छ कि यहाँनिर प्यासेन्जरहरू ट्रेनको प्रतीक्षामा हुनुहुन्छ हेलो आप कहाँ से हो हाँ बिहार से कब से दार्जिलिंग कितने दिन हुए आप आए फर्स्ट डे अच्छा ही होगा दार्जिलिंग है ना कोई ऐसा टूरिस्ट प्लेस तो आपने विजिट किया नहीं आज तक अच्छा थैंक यू तिमीले एउटा खायो होला दिदी यो मकै कहाँबाट ल्याउनु भएको मधेसको हो 30 रुपियाँ पोलेपछि 30 रुपियाँ म त खाँदिनँ काँचो पिस खानु मन त थियो अब हाम्रो त चढाएर मात्रै खाने उयो छ कि त्यही भएर त बिमार भइहाल्छ अलमली राखेको भनेको नि रहेको साग कसरी बिटा बहिनी 50 डल्ले खोर्सानी ए फाल्टै पाउँछ अहिले 50 वान वे यो माथिल्लोबाट जाने चाहिँ यो माथिल्लोबाट जान्छ भनेदेखि बिग बजारहरू भएर पोस्ट अफिसहरू भएर यो तल मेन बजार आउने चाहिँ यताबाट यो गाडी चाहिँ दार्जिलिङको बासिन्दाको लागि पानीको व्यवस्था गर्ने गाडी हो एकदम निकै हरेछ यो गाडी दार्जिलिङमा चाहिँ पानीको दुःख निकै देखिन्छ यहाँ पनि नयाँ व्यवस्था भएछ
मेरो साथी चाहिँ निङ्ग्रोको प्रतीक्षामा 50 टाक्रा क्या दिदी बोक न एउटा योपालि खाइएको छैन बोक्नु न खाने हो नि गाउँडे यो ठुलो रुखको यो निङ्ग्रोको पनि एउटा मिठो जोक छ पछि भनौँला दर्शक यो यसको चाहिँ अलिकति ठुलो हुन्छ यसको चाहिँ रुखै हुन्छ ठुलो अग्लो हुन्छ यसलाई चाहिँ हामीले आँगनको छेउछाउतिर रोपेको छौँ हो यसको बोट चाहिँ गुन्द्रुक सिन्की दार्जिलिङको फेमस 8 नम्बर स्विट पार्लरमा चाहिँ अब अलिकति पेट पूजा गरौँ कि भनेर लाग्दैछौँ आएर तिमी के खान्छौ 2 प्लेट पुरी दे दे भाइ तातो तातो छ होइन कचौडी खाँदैनौँ पुरी खान्छु आई लाइक पुरी भेरी मच छोला आइपुगेको छ 2टा दिन्छ किन थपेर खाने हैन हुन भए त एउटै प्लेटमा खानु थियो नि प्लेटमा आउँदैन त यो एकै प्लेट खानु ओ भाइ चमेली ल थ्याङ्क यू ल भगवानको पूजा पनि गर्नै पर्यो अलिअलि अब बेलुका छ घरेलु ब्याङ्क कन्तुर यो अमिलो छ यहाँ यो बहिनी भएको छैन लागि चाहिँ होइन होइन हामी किन्छौँ नि त अन्त यही छैन ल दिनु त 1 किलो पाकेको छौ सबै नाक फल रहेछ हौ यो के को दबाई अरे यो ग्यास्ट्रिकको भयो पाइल्सको भयो 7टा काम गर्छ अहिले ग्यास्ट्रिक पाइल्स पिसाब पोलेको कन्स्टिपेसन यो चाहिँ कहाँ फल्छ कहाँबाट ल्याउनु भयो आसामबाट आउँछ आसामबाट यसलाई फल्नु तपाईँको 14 दिन 15 वर्ष लाग्छ 15 वर्ष एउटा घर आउनु एउटा फलाउनु एउटा बोटमा कतिवटा फल्छ एउटा फल्छ लोड ज्यादा पनि हाइट हुँदैन यत्रो हाइट हुन्छ लोड थाम्नु सक्दैन यसले कत्रो हुन्छ यसको बोट कत्रो हुन्छ यत्रो मात्रै हाइट हुन्छ यत्रो मात्रै हुन्छ है यस्तो मात्रै हाइट हुन्छ लोड थाम्नु सक्दैन
ग्यास्ट्रिकको पनि भन्नुभयो ग्यास्ट्रिक भयो पाइल्स भयो पिसाब पोलेको कन्स्टिपेसन यो 4टा गर्छ कति रुपियाँ हो यसको 50 रुपियाँ गर्नु एउटा यसलाई कसरी खाने त्यसलाई खाने तरिका त्यो जुस छ नि जुसलाई तास्ने पहिला बोथ साइडै तास्ने त्यो जुसलाई बिहान खाली पेटमा तपाईँको यत्रो मात्रै ल यत्रो मात्रै गरेर रस चबाउने यतिकै यत्रै मात्रै यतिकै चपाउनु यतिकै चबाउनु तितो टडो केही हुँदैन डराउनु पर्दैन प्रेसर सुगरलाई बिगार्छ भने त्यस्तो केही छैन बार्नु होइन लान्छौँ हामी हजुर बार्नु पर्दैन के को लागि लानु तपाईँले उसलाई ग्यास्ट्रिक छ अलि ग्यास पार्नुपर्छ हजुर? ग्यास्ट्रिक पिसाबहरू पोलेको कन्स्टिपेसनको लागि पार्नुपर्छ जतिकै खानु कति बेला खानु कम्तीमा पनि तपाईँले 1.5 महिना चाहिँ कन्टिन्यू खानु एउटाले अन्त 1 महिना पुग्छ एउटाले 7 दिन हुन्छ 7 दिन मात्रै 7 दिन मात्रै हुन्छ कन्टिन्यू खानु यो ग्यास्ट्रिकका दबाई के गर्ने लाने हो तितो टडो हुँदैन मिठो हुन्छ म त खान्छु अहिले त खाँदिनँ यही किनेर खान्छु नि यसको नाकफल बोल्छ ल भिडभाड हेर्नुहोस् दार्जिलिङमा सिजन लागेको बात होला हो कि ल दार्जिलिङको भिडभाड यस्तै छ चेली माइती नागरी दाजुया देख्दै देख्दैन के हो छोडेर आयो भने आउनु छ पौरखी दिदी बहिनीहरू अब हामी यो सिंहमारी सेन्डिकेटमा आइपुगेका छौँ अब यहाँबाट चाहिँ हामी गाडीमा चढेर तलतिर जान्छौँ यसो गर्नुपर्ने रहेछ नि त अन्त